डियर मधेसको जनता, नमस्ते मेरो प्यारो मधेसी आमा बुवा, दाजुभाइ, दिदी बहिनी र साथीहरू। फागुन 21को चुनाव परिणाम हेर्दा एउटा मधेसी भएको नाताले मलाई साँच्चै खुसी लाग्यो। मलाई एउटा कुरा महसुस भयो, जनता अब सचेत भइसकेका छन्। तपाईहरूले यस पटक इतिहास बदल्नु भयो। म पनि एक मधेसीको रूपमा आज एउटा सन्देश दिन चाहन्छु। मधेसी दलहरूलाई 32 सिट मध्ये एउटै सिट जित्ने नदिने यो सानो कुरा होइन। यो तपाईहरूको आक्रोश थियो, तपाईहरूको जवाफ थियो। मधेस आन्दोलनपछि जनताले मधेसी दलहरूलाई मौका दिएका थिए परिवर्तनको आशामा, तर त्यही नेताहरू जनताको काम गर्ने होइन, पद, पावर र पैसाको पछाडि दौडे। यो केवल चुनावको नतिजा होइन, यो जनताको सन्देश हो। राजनीतिमा पद, शक्ति र पैसाभन्दा ठुला कुरा जनताको विश्वास हो, र जब त्यो विश्वास टुट्छ जनताले परिवर्तन गर्छ। आज सायद त्यसैले यो पटक जनताले फरक निर्णय गरे। नयाँ पार्टी र नयाँ उम्मेदवारलाई मौका दिए। अब मधेसी कार्ड खेलेर मात्र पुग्दैन, काम पनि गरेर देखाउनु पर्छ। यही हो असली लोकतन्त्र। तर अब एउटा जिम्मेवारी पनि छ। नयाँ अनुहार र नयाँ पार्टीलाई भोट दिनुभयो। अब तिनीहरूलाई पनि कडाइका साथ हेर्नुहोस्, विश्वास दिनुहोस्, तर आँखा बन्द नगर्नुहोस्। मधेसका जनताले यो पटक देखाइदिए, जनता जाग्यो भने कुनै पनि दल सुरक्षित छैन। अब आशा गरौँ, जो जितेर आएका छन् उनीहरूले साँच्चै मधेस र देशको लागि काम गर्छ। जय मधेस, जय नेपाल। नेपालको नागरिक जावेद अहमद।